हेलो नमस्ते दर्शक, आज हामी चट्ट पारेर बिरयानी बनाउने तरिका बनाउन गइरहेको छौँ। बिरयानी बनाउने चाहिँ नेपालमा होइन, साउथ कोरियामा हो। चट्ट पारेर है, अब हामी दिन्छौँ भिडियो है त। आइसक्यो के धनियाँ हो के अरे जिराको धुलो हुँदै हो। हजुर जस्ट चिकन मसला मुखे पात्रै छुटे पहिला यहाँ के हुने के छुट्याउनु अरे हाम्रो एकातिर चाहिँ प्याज खरिदै छ भनेदेखिको अर्कोतिर पानी पनि उम्रिँदैछ साथमा। यहाँ हाम्रो तेजपत्ताहरू चट्ट पारेर अब यसलाई कुटिन्छ हामीले। तेजपत्ता चट्ट हामी सिक्ने क्रममै छौँ, जिन्दगी नै सिकायो होइन है। टक्क पारेर अहिले यता बनाउँदै हुन्छ, म चाहिँ अब भिडियो बनाउने काम के दाइको फेरि इन्भेस्ट कडा छ र यता छानेर फाल्ने हिँड्दा यसलाई चामल होइन भात खाना बिरयानी हो यो। पाकेको अब यो चामल उसिनेको चामल एकैपल्ट ठुलो भाँडामा नाङ्लो साङ्लो हुन्छ नि, नाङ्लोमा टक्क भिजाइदिएर टक्क पारेर राख्दा हुन्छ है। नाङ्ला आजभोलि होइन, त्यो चाहिँ प्लास्टिक हो भने राम्रो हुने। म चाहिँ फेरि दुध हो क्या यता कुरा उता गरिदिने। यो चाहिँ अन्तिम ठाउँ हो। त्यस पछाडि चाहिँ हामी अब खानामा यो बोर्डमा टक्क लगाएर खानेछौँ। ठिक छ ठिक छ, देखाउने हो। ओहो ल ठिक छ ल, तपाईँ पनि देखाउने हो दाइ? ए ल ल ल ठिक छ दाइ, ल ठिक छ ल। ओहो दाइहरू कहाँ जानु हुँदो रहेछ? ए ल ल ल ठिक छ, कहाँ जानु हुँदो रहेछ? हिँड्नु नि, साँच्चै पो हिँड्यो त दाइहरू त गाडी कहाँ लिएर जा। ल ल छाडा बोल्ने दाइ हो। उहाँको भाउजूलाई भनिदिन्छु छाडा नबोल्नु दाइ, फेरि तपाईँ धेरै